आज चाहिँ बुढाबुढीको मुखबाङ हुँदैछ। मेरो बुढाले चाहिँ खान थाल्यो। आधी देख्दैछु म त आधी। मेरो पुरा निकालिरहेको तिम्रो होइन तपाईँलाई निकालिदिएको मैले आजको तपाईँलाई गिफ्ट। मटर पनिर छ सिम्पल, दाल छैन, दही छ। बाइट लन्च खानु ढिलो भइसक्यो गरे दही भोक लाग्दा म छिटो खसाइहाल्यो। मैले आधी पस्किँदा ओसार्दा उसले आधी खाइसक्छ। पिरो चाहिँ डल्लेर अब यो उमेरमा आइपुगेर केही गर्नु नसक्ने अब खानुको लागि बाँच्नु त होइन। अरू चाहिँ बाँच्नुको लागि खान्छ। अब हामी चाहिँ बुढेसकाल भएपछि अब खानेको लागि मात्रै बाँच्नु होला। नौली पनि खाँदैछु। मैले पिरो खोज्दै खाएँ पिरो कलिलो डल्लेर नि यस्तो पिरो छ। हिजोको दाल पनि फ्याँकेँ क्या, आज मैले दाल नबनाएको। भातले पनि विशेष सब्जी ल्याएको छु, भात चाहिँ ल्याएको छैन कि थप्नु गएको। डल्ले दुईवटा खायो। बिमारले गर्दा साग दाउले गर्दाखेरि छैन मासु खानु। भेजमा मासु खाँदा भिडियोमा आउनु मान्दैन, खानु डिस्टर्ब हुन्छ भन्छ। अब त मुखबाङमा कति ढिला कति पछाडि आएको है। झन्डै धेरै वर्ष भइसक्यो म नआएको है मुखबाङमा। आज यो मान्छेले खोलिहालेर मात्रै आएको। जालसम्म त आउने अरे हौ। खाना दिन्छ पस्किँदा होला। म त आधा सकिसकेको हुन्छु। कस्तो छिटो खाइदिन्छ मैले पस्किँदा होला। बाई बाई।